नेपाली सेना जस्तो राष्ट्रभक्त पवित्र संस्थामाथि जसरी उहाँले निकृष्ट आरोप लगाउनु भयो त्यो पनि एउटा गौरवशाली पार्टीको प्रतिनिधित्व गर्दै यो चाहिँ असाध्यै दुर्भाग्यपूर्ण। एमालेका तत्कालीन नेता खड्गप्रसाद ओलीले त्यति बेला भन्नुहुन्थ्यो मलाई गोरु नाङ्गिँदा आश्चर्य लागेको छैन भनेर ठट्टै ठट्टामा त्यही भनाइ म सापट लिन चाहन्छु। एमालेका उपाध्यक्षले त विदेशीको बारबारा फाउन्डेसनबाट चलेको सरकारै भनिदिनु भयो उहाँले त होइन। मलाई एमालेका तत्कालीन नेता खड्गप्रसाद ओलीले त्यति बेला भन्नुहुन्थ्यो मलाई गोरु नाङ्गिँदा आश्चर्य लागेको छैन भनेर ठट्टै ठट्टामा त्यही भनाइ म सापट लिन चाहन्छु। तर एउटा कुरामा चाहिँ मेरो अलि चित्त दुखेको छ। त्यति बेला माननीय रामबहादुर थापा बादलले कटाक्ष गर्ने क्रममा नेकपा एमाले मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्था जुन चाहे भूकम्पमा होस्, चाहे कोरोना कालमा होस्, चाहे जुनसुकै विपद सङ्कटमा होस्, राज्यको यो राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त पवित्र संस्थामाथि जसरी उहाँले निकृष्ट आरोप लगाउनु भयो त्यो पनि एउटा गौरवशाली पार्टीको प्रतिनिधित्व गर्दै यो चाहिँ असाध्यै दुर्भाग्यपूर्ण छ। तर के सेनाको सन्दर्भमा अहिले विषयवस्तु त उठिरहेछ नि, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ सेनाको सन्दर्भमा उठिरहेछ के नेपालको संसदमा पार्लियामेन्ट्री सार्वभौम सत्ता सम्पन्न सांसदले सेनाको बारेमा प्रश्न उठाउनै नहुने हो? रमेशजी, प्रश्न उठाउनु फरक हो, निकृष्ट आरोप लगाउनु फरक हो। उहाँले प्रश्न उठाएको होइन, आरोप लगाउनु भएको। तपाईँलाई म उहाँको मन्तव्य एकचोटि फेरि सुन्न अनुरोध गर्छु।